ए मुला मरिस कि क्या बारिस कि ओए बारिस कि भने सुन्दिनस् ओए रन नमस्ते अंकल के भो किन कराएको अनि बिहान बिहान किन आएको किन हुनु नि अंकल हामी त होली होमवर्क गर्न आएको नि अंकल होमवर्क गर्न एक्जाम आयो नि त हाम्रो है तिमीहरुको एक्जाम त 6 महिना पछि हो त त्यही 6 महिना पछिको एक्जामको लागि तयारी गर्न आएको नि अंकल बरु रामेलाई बोलाइहाल्नु न अंकल पढाइ सुरु गरिहाल्नु हुन्थ्यो आउँदैन रमेश सामे माथि पढ्दै छ तिमीहरु जस्तो ट्यापे हो र गाउँ गाउँ डुल्दै हिँड्ने ल तिमीहरु पनि गएर पढ तर जले जे भने नि केटा श्याम अंकल जतिको मान्छे हाम्रो गाउँमै छैन त्यही त अंकल त बालन लेभलको मान्छे हो यार म त भन्छु केटा हो श्याम अंकललाई 84 को चुनावमा हाम्रो गाउँबाट मेयरको पदमा उठाउनै पर्छ हे उठाउने मात्र हैन मलाई जिताउनु पर्छ हो के गर्छ अंकल अनि अंकल रामेलाई बोलाउन मिल्छ त किन नमिल्नु नि त्यो झल्लाको के काम छ र आइहाल्छ नि ए रामे भैरवती हाय होइन के हो तिमीहरुको पारा के हो चाल मेरो आनन्दले पढेर बसेको छोरालाई एक्कासी आएर रङ दलेर डिसिप्लिन भन्ने चीज हुँदैन अनुशासन थाहा छैन होली हो भन्दामा रङ दल्दै हिँड्नुपर्छ ट्यापेहरु साला बुढो होलीमा रङ नलगा भन्दै रहेछ यसपालिको होली मजाले खेलियो नुहाइधुवाइ गरियो अब चट्ट घाम तापेर बस्नुपर्छ एक थोपा रङ शरीरमा पर्न दिन्न मासालाहरुले बर्बाद पार्यो नि यार भक्कर नुहाएको थिए फेरि नुहाउनु बनाइहाल्यो नि यो केटाहरुले गर्दा दुई पटक नुहाउनु पर्यो अब म यहाँ बस्यो भने फेरि आएर रङ लाउन सक्छन् यता कतै लुक्न पर्यो अब यहाँ चाहिँ म सुरक्षित छु है मासालाहरुले यहाँ पनि छोडेनन् यार फेरि नुहाउनु पर्ने भइहाल्यो नि यो कुकुरहरुले तीन पटक नुहाउने बनाए यहाँ बस्न सुरक्षित छैन कतै डाँडातिर गएर बस्नु पर्यो अब त यहाँ मरि काटे पनि भेटाउन सक्दैनन् अब चाहिँ सुरक्षित छु है म साला राडा बानरले यहाँ पनि छोडेनन् यार मलाई त बर्बाद पार्यो नि आज एकै दिनमा चार पटक नुहाउने बनाइदिसके डाँडोमा गएर पनि सुरक्षित भइएन अब कहाँ जाने होला त अब चाहिँ रुखा टुप्पा आयो कोही माइकेलाले पनि मलाई रङ लाउन सक्दैन अब चाहिँ म सुरक्षित छु है आज होली अलिअलि नखाइ त के होली मनाइन्छ र हैन ल केटा रक्सी खाएर यहाँ धेरै बेर भुल्न नि भएन आज होली 11 बजे हामी ठ्याक्क चोकमा भेट्ने अनि सबजना होली खेल्ने है त ल हिँड ल केटा 11 बजे भेट हुने कुरा थियो भेट पनि भइहाल्यो अब आज हुने एनपीएल गेममा चाहिँ फुल सपोर्ट सुदूरपश्चिम रोयललाई गर्नुपर्छ है आज के एनपीएल आज त चिज हो चौबरो तोरीबार हे मुला हेरेर छ्यापका कहाँ आज एनपीएल 30 हुनु आज त बडा दशैं हो जाऊ केटा मामाको टिका लाउन हिँड ए पागलहरु तिमीहरुलाई के भयो के बोलिरहेछौ तिमीहरु एक गिलास ज्याको छ तिमीहरु एउटाले एनपीएल एउटाले तीज एउटाले दशैं भन्छ आज कहाँ के हो त आज त तीज हो त केटा हो जाऊ बरु देउसी भन्छ खेल्न ए भाना मेरा भाइयो के भन्ने ए देउसी रे भाना देउसी रे ए सर मिलाई काना देउसी रे ए राना ना राना ए फटारु के हो पारा तिमीहरुको यो संस्कार संस्कृति
संस्कृति रीतिरिवाज परम्परा भन्ने पनि हुन्छ नि। लाज लाग्दैन तिमीहरूलाई? देउसी पनि कहीँ यसरी खेल्छ। देउसी खेल्दा त तिमीहरूलाई म सिकाउँछु। गयो ताले मामा। जानु बा। ए भन्न गाई हो। देउसी रे। ए शर्मिले गर्न। देउसी। ओइ कुलङ्गार कता हिँडिस्? कहाँ हिँड्नु नि? होलीको दिन होली खेल्न जान्ला? यस्तो कपडा लाएर त होली खेल्न जान्ला? दसैँमा तेरा बाबुले किनिदिन्छ नयाँ कपडा। जा गर धर्सर बिर। बरु एउटा होलीको टी सर्ट किनिदिनु थियो। टी सर्ट घरमा खाना लगाउँदाको गेडो छैन तमुलालाई होली खेल्न टी सर्ट चाहियो। के अरे अन्न पो छैन भने त जा गएर धर्सर बिर आइज। धर्सर बिर आइज रे। बरु 500 रुपियाँ दिए हुन्थ्यो नि त एउटा टी सर्ट किनिहाल्थे। 500 गोजीमा 1 रुपियाँ छैन। मारदा टी सर्ट किन्न 500 चाहियो। हजुर हजुर बिमलाजी 5 लाख त के म 6 लाखै दिन्छु नि तपाईँलाई। त्यस्ता त अब 5-6 लाख त गोजीमै बोकेर हिँडेको छु नि त मैले। त चाहिँ के हेरेर बसे जा धर्सर बिर आइज। ल बाउ यही कपडा लाएर होली खेल्न गएँ म। यो पनि नयाँ छ अलिक पुरानो लाएर आइज। ल बा सबभन्दा पुरानो यही रहेछ। यही लगाएर गएँ म। कहाँ हुन्छ यो पनि नयाँ छ अर्को लाएर आइज। ल बा सबैभन्दा पुरानो 10 वर्ष अगाडिको कपडा यही रहेछ। यही लगाएर गएँ म। कहाँ हुन्छ यो त 4 साल मात्र किनेको अलिक पुरानो लाएर आइज। यो पनि हुन्न भनेर त्यो पनि हुन्न भनेको छ। आखिर लगाउनु चाहिँ के लगाउँ मैले? एउटा कपडा किन्न सकिँदैन भने छोटछोरी त नपाउनु नि। नरिसाना केटा म जिस्का पो त। तेरो लागि भनेर मैले हिजै होलीको टी सर्ट किनिदिसकेँ। जा दराजमा छ झिकेर लाएर होली खेल्न जा। आहा कति राम्रो देख्यो मेरो छोरालाई। कति स्वादको ठ्याक्कै निखिलु प्रेती जस्तो देख्यो। ल जा गएर मोज गरेर आइज। आज होली अनि यो हाम्रो टोलमा जो सुकै माइका लाला हामी त्यसलाई छोड्नु भएन है केटा हो। जो आउँछ रङ लगाइदिइहाल्ने हो। तर दादा हामीलाई नि अरूले रङ आउन सक्छ नि त फेरि। ए भाइ अहिलेसम्म तेरो दाइले रङ लगाउने कोही माइका लाल जन्मेको छैन। तेरो दाइलाई रङ त के कसैले छुन समेत सकेको छैन। असले को यो मलाई लो लाग्ने समावेर दाइले। आक्रमण गरौ अब। अब केटा हो जो आउँछ यसलाई छोड्ने होइन नि फेरि। जोसुकै होस् हामीलाई मतलब भएन। को सुट गयो यसलाई हान्नुपर्छ केटा हो। तर सर मतलब भएन। जोसुकै होस् छन्ने गुरुङले हानौ केटा। लोलाले हानौ। तपाईँलाई त माने दादा मैले आफ्नै बाउलाई पनि छोड्नु भएन। बाउ भनेर हुन्छ त हाम्रो एरिया आएछ त बाउ त के हजुर बाउलाई नि हानिन्छ नि। त्यही त दादा अहिलेसम्म हामीलाई कसले छुन सकेको छ त केटा हो। भक्तलाई कुलङ्गार भरे घर त आउलास। आफ्नै बाउ भएर नत्र मैले जाना थिएँ। त्यही त दादा बाबाको त रेस्पेक्ट गर्नु पर्यो नि। यत्रा रेस्पेक्ट पछि सम्पत्ति दिन्न नि त बुढोले फेरि। ओए मा को हो यो? हाम्रो एरियामा आएको छ मुला। एउटा कलरको दाग छैन। सानमा हिँडिरहेको छ। मासाला यसलाई छोड्नुहुन्न है। ओए बुझ्छ यहीँ छ। त यहीँ जा। बस बस भना के हो फुच्चे? हाम्रो एरियामा आएको छ। रङको एउटा दाग छैन। लामो जस्तो सानमा हिँड्छ अझ। त्यसलाई केटा कलर लगाउनु पर्छ। कलर लगाऊ। यसलाई यतिले पुग्दिन। यो दे बल्ल होली आए जस्तो महसुस भयो नि केटा हो। रङ्गी चङ्गी। इन्सपेक्टर साहब तपाईँ यो हालतमा जय नेपाल। ए तिमीहरूलाई होली खेल्ने खुब सोख छ होइन? किन अब चौकीमा गएर होली खेल्ने? केटा वर्षमा एकचोटि आउने चाड हो
होली खुलेर मनाउनु पर्छ हामीले, हो कि होइन? हो जेसुकै होस् होली खेल्न रोकिनु भएन, हो कि होइन? हो ल केटा ह्याप्पी होली। एकछिन हामी मात्र खेल्दा त भएन नि केटा हो। बाटोमा जो भेटिन्छ त्यसलाई रङ लगाउने, होली खेल्न रोकिनु भएन। बिना केटा खातेहरू पख तिमीहरूलाई मैले जाने छु। मासाले खाते पो भन्छ, अस्तिसम्म त दाइ दाइ हजुर भन्थ्यो, तर जले जेसुकै भन्नुहोस् केटा हो, होली खेल्न रोकिनु भएन। तिमीहरूलाई म दाइलाई भनिदिन्छु। दाइलाई पो भनिदिन्छु भन्छ। दाइलाई भन्दिस् जला भन्दिस्, तर होली खेल्न रोकिनु भएन। हेलो बेबी, तिम्रो होलीको प्लान के छ? अब त होली नखेलौँ। कहाँ त्यस्तो भनेर हुन्छ, होली त खेल्नै पर्छ। खेले हो मुला, हाम्रो होलीको दिन सकिन्छ, अब अर्को साल मात्रै खेल्ने। हेट मुला त्यस्तो भनेर कहाँ हुन्छ, हामी त होली खेलिरहनु पर्छ। तर कसरी? पहाडको होली सकेर के हो त केटा, तराईको होली त अझै बाँकी नै छ नि। नाइट बसमा छोडेर भएन हामी तराईको होली खेल्न जान्छ।